ए दिलबहादुर रिठे मेरो भाइ ससुरा मलाई भोक लाग्छ छोरीलाई भनेर खाना हाल्न पठा त। छोरी ज्वाइँ साहबलाई भोक लाग्यो रे भात हालिदिने रे। यो कुकुरले रक्सी खा भएको त किन खानु पर्यो के भन्दै बा? ज्वाइँ साहब हजुर कुकुरले रक्सी धोके भएको त किन खाना खानु पर्यो रे? अरे रिठे मेरो गान्ठो अबदेखि म रक्सी खाँदिन नि त त्यही भन्दै तेरी छोरीलाई। छोरी ज्वाइँ साहबले भन्नुभएको छ अबदेखि रक्सी खानुहुन्न रे। बा यो गुइठेले रक्सी खान्न अबदेखि छोड्छु भन्न लाग्यो 7 वर्ष भइसक्यो। ज्वाइँ साहब हजुर गुइठेले रक्सी खान्न अबदेखि छोडे भन्न लाग्यो 7 वर्ष भयो रे। 7 वर्ष त भइरहेको छैन है पुरा थपिरहेको छ त्यसले। रुक्क गिठे ससुरो मेरो भाइ खाना हाल्न पठा। छोरी ज्वाइँ साहबले भन्नुभएको 6 वर्ष 11 महिना मात्र भएको छ रे। ल्याङ नगर रे खुरुक्क खाना हाल रे। यही का बाहिर पकाइदिएसँग रे। ज्वाइँ साहब छोरीले भन्नुभएको तेरा बाहिर खाना पकाइदिएछन् गरे। नाइ तेरा बाहिर रिठ्याएर पकाइदिएछन् भन्न। छोरी ज्वाइँ साहबले भन्नुभएको तेरा बाहिर रिठ्याएर पकाइदिएको छ रे।